अहिले नेपाल र नेपालीहरू दुवै जलिरहेछौँ। यो नेपाल र नेपाली जल्ने कुनै नयाँ कुरा होइन। यो धेरै पहिलादेखि नै भइरहेको चलन हो। कहिले गभर्नमेन्टको एगेन्स्टमा, कहिले मोनार्की सिस्टमको एगेन्स्टमा, कहिले नेपालको डिस्ट्रिब्युसनको लागि। तर यो सबमा एउटै कुरा मात्र कमन हो कि जल्ने हामी आम नेपाली जनता मात्र हो, न कि कुनै राजाको छोराछोरी, न कि कुनै नेताको छोराछोरी। हामी अलि पछाडि गएर हेर्दा नेपालमा पहिलो मुभमेन्ट विक्रम सम्वत 2007 महिना 12 गतेदेखि सुरु भएको थियो। यो रिभोल्युसन राणाको एगेन्स्ट भएको थियो, जुन राणा हाम्रो देशमा 104 वर्षदेखि रुल गरेर जबरन कब्जा गरेर बसिरहेको थियो। त्यो मुभमेन्टलाई हामी 7 सालको क्रान्ति भनेर नै चिन्ने गर्छौँ। त्यो मुभमेन्टलाई अगुवाई गर्ने हाम्रो केही पोलिटिकल लिडर र हाम्रो त्यति बेलाको पूर्व राजा किङ त्रिभुवन सामेल हुनुभएको थियो। र त्यसकै केही वर्षपछि फेरि एउटा मुभमेन्ट नेपालमा सुरु हुन्छ विक्रम सम्वत 2046 सालमा, जुन मुभमेन्टलाई हामी जनआन्दोलन भनेर नै चिन्छौँ। त्यो मुभमेन्ट मोनार्की सिस्टम, निरपेक्ष राजतन्त्रको एगेन्स्ट र पञ्चायत सिस्टमको एगेन्स्टमा सुरु भएको थियो। फेरि केही वर्षपछि अर्को मुभमेन्ट एउटा सुरु हुन जान्छ विक्रम सम्वत 2062 साल 12 महिना 22 गते। र यो आन्दोलनलाई हामी लोकतान्त्रिक आन्दोलन भनेर चिन्छौँ, जो कि हाम्रो पूर्व राजा ज्ञानेन्द्रको एगेन्स्टमा भएको थियो, जो कि पूर्ण रूपले राजतन्त्रलाई खत्म गरेर हाम्रो देशमा लोकतान्त्रिक देश होस्, हाम्रो देशमा डेमोक्रेसी आओस्, त्यसको लागि भएको थियो। हाम्रो वीर नेपाली क्रान्तिकारीहरूले त्योमा पूर्ण रूपले सफल नै हुनु भएको थियो। र फेरि त्यसको 10 वर्ष नभए नै विक्रम सम्वत 2071 साल 12 महिना 21 गते अर्को मुभमेन्ट सुरु भयो। त्यो मुभमेन्टको नाम मधेस आन्दोलन भनेर नै हामी चिन्ने गर्छौँ। त्यो मुभमेन्ट एक्चुअली मधेसलाई नेपालबाट सेपरेट गर्ने र मधेसीको केही बेसिक फंडामेंटल राइट को लागि भएको थियो। कि बहुत बार मधेसी नेता लोग ही बहुत किस्म के समझौता कैलक और नाकाम साबित भइल। ओ के कारण ओइसन गलती ई पार भी ना होको, एकरा खातिर हमनी 2 दिन पहिले मधेस आन्दोलनकारी समिति के गठन कैनी छ। यो डाटा हेरेर तपाईं सोच्न सक्नुहुन्छ कि हाम्रो यो सबै आन्दोलनमा हाम्रो वीर नेपालीहरूले कति ज्यान गुमाउनु भएको छ, कति जना शहीद हुनु भएको छ। र अहिले फेरि मधेस आन्दोलनको 10 वर्ष हुन भएको छैन। फेरि अब नेपालमा जनतालाई राजा चाहियो, फेरि अर्को मुभमेन्ट सुरु भएको छ। त्यही नेपाली जनताले अब त्यही राजा चाहियो, जुन राजालाई हाम्रो यही नेपाली जनताले त्यही राजा अब हाम्रो नेपाली जनताले फेरि फिर्ता चाहियो। नेपाली जनता फेरि एउटै गल्ती दोहोऱ्याइरहेछ। पहिला केही नेताको बाटोमा आएर नेपाली जनताले ज्यान गुमाएको थियो र अब फेरि अब राजाको नाममा गुमाइरहेछ। Democracies will become so irrelevant if we go like this that people will say we want a dictator, we want a king. Already Nepalis are saying we want a king back, we don't want this democracy, this damn thing is driving us crazy. If you are campaigning 5 years of the year for something or the other, slowly it will come to a place people are fed up with democracy. Please get us one benevolent dictator for us. This is what will come to, that will be a huge loss for humanity, because never before in the history of humanity change of power has happened without blood flowing on the street. Democracy is that instrument where power can switch without blood flowing on the street. That's not a small thing. When I say blood, please understand it could be yours or mine. र यो सब सुरु हुन्छ जब 2081 साल फाल्गुन 7 गते जब हाम्रो पूर्व राजा ज्ञानेन्द्र पब्लिकली आएर यो स्टेटमेन्ट दिनु। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के त्याग गर्नुपर्ने हो, हामी तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। यही स्टेटमेन्टको बेसिसमा चैत्र 15 गते काठमाडौँको 3 कुनेमा एउटा आन्दोलन सुरु हुन जान्छ। यो आन्दोलन राजालाई फिर्ता ल्याउनको लागि एउटा शान्तिपूर्वक आन्दोलन थियो, तर सोचेको जस्तो भएन, जस्ट उसको उल्टा भयो। र त्यहाँ आम नेपाली जनतालाई फेरि पनि लखेटी कुटपिट भयो। आम नेपाली जनताको व्यापारको क्षति हुन गयो र आज एक्लै भाट बढेनीको 80 लाख भन्दा बढी एउटा त्यो आन्दोलनको कारण क्षति भएको छ। र बाँकी आम नेपाली व्यापारीको त के भन्नु।
र यो सबलाई लिड गर्ने दुर्गा प्रसाई फिल्मी स्टाइलमा नेपाल पुलिस र नेपाली जनताको ज्यानको चिन्ता नगरी गाडी कुदाउँदै भाग्न सफल भयो। प्रहरीलाई दुर्गा प्रसाईले टेलर अगाडि बढिराख्नु भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागिपरेको छ र दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले यो दुर्गा प्रसाई त्यही मान्छे हो जो कि एउटा समयमा भन्ने गर्थ्यो हाम्रो एमालेको सरकार जस्तो कुनै पनि पार्टी छैन र केपी ओली जस्तो कुनै पनि नेता छैन। यो देशलाई बचाउने भनेको अब एमाले नै हो, यो देशलाई बचाउने केपी ओली नै हो। अर्को कुरा, कम्युनिस्ट पार्टी भनेको सूर्य चिन्ह भएकै एमाले पार्टी रहेछ। यसको नेतृत्व जो मेरो हजुरबुवा पनि हुनुहुन्छ केपी शर्मा ओलीले गर्नु भएको छ र आज त्यही मान्छे उनीहरूको एगेन्स्टमा बोलिरहेको हो। यो तस्बिर त पक्कै सबजनाले हेर्नु भएको होला, हाम्रो नेपालमा ट्रेन्डिङ नै भएको थियो। मलाई के लाग्छ यो सब एउटा पोलिटिकल एजेन्डा मात्र हो जुनमा हामी आम नेपाली जनताले मात्र ज्यान गुमाउने छन्, न कि कुनै पोलिटिकल लिडर न कि कुनै राजा। यसको क्षतिपूर्ति हामी नेपालीलाई मात्र भर्नुपर्ने हो, न कि कुनै पोलिटिकल लिडरलाई न कि कुनै राजालाई। राजा पनि सुरक्षित हुनुहुन्छ र दुर्गा प्रसाई जस्तो मान्छे जसले लिड गरेको थियो सब थोकलाई उहाँ नै सुरक्षित हुनुहुन्छ। म एउटा प्रश्न सोध्न चाहन्छु हाम्रो राजालाई देशमा बढ्दो ऋण र गरिबीको चिन्ता भइरहेछ। उहाँको सम्पत्ति लगभग मिलियन्स अफ डलरमा छ। एक्ज्याक्ट डाटा हेराइरहेको छैन, एक्चुअली त्यो अमाउन्ट अहिले बिलियन्स अफ डलरमा होला। मिलियन्स $100 मिलियन प्लस 2008मा नै भनेको थियो, तर अहिले 2025मा मलाई लाग्छ उहाँको सम्पत्ति बिलियन्स अफ डलरमा भइसक्यो होला। र यो बिजनेस हेर्नु, कुनै पनि बिजनेसको लिस्ट छुटाएको छैन, न उहाँको कहाँ इन्भेस्टमेन्ट छैन। उहाँलाई म एउटै कुरा भन्न चाहन्छु, उहाँ आफ्नो 90% वेल्थ डोनेट गर्दा केही हदसम्म मलाई लाग्छ हाम्रो आम नेपाली जनताको गरिबी नै जान्छ र हल्का ऋण नै कम हुन्छ। त्यो पैसा पनि त हामी आम नेपाली जनताको नै हो, क्योंकि हाम्रो पूर्वजबाट ट्याक्सको रूपमा कमाएको। किनभने पहिला नेपाल त राजतन्त्र थियो र त्यहीँबाट आएको पैसाले उहाँले इन्भेस्ट गरेर आज उहाँको सम्पत्ति 2000 करोड भन्दा नि बढीको सम्पत्ति छ। मलाई अहिले लाग्छ अहिले उहाँको भ्यालुएसन निकाल्यो भने बिलियन्स अफ डलरमा वेल्थ होला। उहाँलाई भन्नु त्यहीँबाट एउटा मोमेन्ट सुरुवात हुन्छ, रोडमा आएर उहाँको नाममा जो दंगा भइरहेछ, उहाँको नाममा जो आन्दोलन भइरहेछ, त्यसले हामी आम नेपाली जनता मात्रै पीडित हुनु, न कि न राजा भइरहेछ न कुनै पोलिटिकल लिडर भइरहेछ। अस्ति नै एउटा आग लागिमा एउटा मिडियाको साथीको ज्यान गएको छ, उसको भरपाई कसले गर्ने? राजा कि दुर्गा प्रसाई जस्तो मान्छे जो छनछनमा आफ्नो स्टेटमेन्ट बदलिरहेछ। सबजना आज राजा हो देश बचाऊ भनिरहेछ। तर मलाई के लाग्छ आज हामी यो पनि बोल्न पाइरहेछौँ भने किनभने आज देशमा डेमोक्रेसी छ, नत्र इतिहास पल्टाएर हेर्नु हाम्रो यही राजतन्त्रले के गर्नु भएको छ त्यो वीर शहीदहरूसँग जसले हाम्रो आजादी र हाम्रो डेमोक्रेसीको लागि आफ्नो ज्यान गुमाउनु भएको छ र यही राजतन्त्रले क्रूरताको हद पार गरेर उहाँहरूको ज्यान लिनु भएको थियो। म नेपाली जनतासँग सोध्न चाहन्छु, तपाईहरु यति छिटो गुमराह कसरी हुनुहुन्छ? कहिले धर्मको नाममा, कहिले राजा नचाहियो, कहिले राजा औ देश बचाउको नाममा, कहिले हाम्रो सिस्टमको एगेन्स्टमा, कहिले हाम्रो सरकारको एगेन्स्टमा। म नै त्यतिकै मन पराउँदैन हाम्रो सरकारलाई जति तपाईँ मन पराउनुहुन्न, तर म फ्रिडम अफ स्पिचको साइड लिएर बोल्छु, म फ्रिडम अफ राइटिङको र फ्रिडम अफ सेइङ नोको साइड लिएर जहिले नै बोल्छु। एन्ड आई विल अलवेज स्पिक फर दिस। म आफ्नो इतिहास र वीर शहीदको शहादत कहिले बिर्सन सक्दिनँ, जो हाम्रो देश र नेपाली जनताको लोकतन्त्रको लागि आफ्नो ज्यान नै गुमाउनु भएको थियो। तर आजको लागि यतिकै, हस्, धन्यवाद।